रक्तदान गरेको मितिले 35 दिनभित्र चाहिँ त्यो ब्लड प्रयोग गर्नुपर्ने हुन्छ। तर पनि अब हामीले प्रयोग नभइराखेको, कहिलेकाहीँ प्रयोग नभइराखेको ब्लडहरू हुनसक्छ। त्यसलाई फाल्नुभन्दा चाहिँ नजिकको ब्लड ब्याङ्क बर्दिवास र जनकपुरको ब्लड ब्याङ्कमा चाहिँ स्थानान्तरण गर्छौँ। त्यहाँ गइसकेपछि त्यहाँका बिरामीहरूलाई त्यो ब्लडहरू पठाउँदाखेरि सहयोग पनि हुन्छ र हामीले नष्ट गर्नु पर्दैन, किनकि यो धेरै मेहनतका साथ रक्तदान गरेको व्यक्तिहरूको सम्मानको लागि भए पनि हामीले सकेसम्म रगतलाई नष्ट गर्नु परेको अवस्था चाहिँ छैन। अब सिन्धुली अस्पतालसँग अत्यन्त समन्वयित ढङ्गले यो सेवा प्रवाह हुने भएको हुनाले हामीले समय समयमा अस्पताल र हामी बिचमा बसेर मिटिङहरू गर्छौँ। यसलाई कसरी प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने। अब सेवा प्रदान गर्दै जाँदा कहिलेकाहीँ ब्लडको अभाव पनि हुन जान्छ। कहिलेकाहीँ चाहिँ ब्लड ब्याङ्कमा छ, बिरामीलाई चाहिँ फ्रेस ब्लड पनि दिनुपर्ने हुन्छ डक्टरको सल्लाह अनुसार। अनि उहाँले फ्रेस ब्लड भइसकेपछि हामी तुरुन्तै त्यो हामीसँग भएको रोस्टरलाई युज गरेर बिरामीलाई बोलाएर, त्यो ग्रुपसँगको बिरामीलाई बोलाएर चाहिँ हामीले तुरुन्तै ब्लड डोनेसन गराएर चाहिँ फ्रेस ब्लड पनि पठाउने गरिएको छ। अब कहिलेकाहीँ चाहिँ अस्पतालका बिरामीहरूले अलिक बढी प्रयोग भएको बिरामी भएपछि रगतको अभाव हुनसक्छ। त्यस्तो अवस्थामा कलिङको हिसाबले नजिकका रक्तदाताहरूलाई बोलाएर चाहिँ हामीले उपलब्ध गराइरहेका छौँ। र सिन्धुली अस्पतालको अभिलेख र जिल्लाको रेड क्रसको अभिलेख अनुसार पनि हामीले यो ब्लडलाई चाहिँ सकेसम्म अभाव हुन नदिनको लागि सिन्धुली अस्पताल र हाम्रो सिन्धुली रेड क्रसको चाहिँ अत्यन्त प्रभावकारी ढङ्गले समन्वय गरेर त्यसको हरदम प्रयास गरिरहेका छौँ। र रगतै पाएन, सिन्धुली अस्पतालमा रगतै पाएन, रेड क्रसले ब्लडै दिएन भन्ने किसिमको जनगुनासो चाहिँ त्यति हामीले सुन्नु परिरहेको अवस्था छैन। तर पनि अब रेड क्रसको तर्फबाट रिसोर्सको आधारमा हामीले अब एउटा टेक्निसियन मार्फत चाहिँ यो सेवा प्रदान गरिरहेको र टेक्निसियन कुनै विधामा बस्दा चाहिँ सिन्धुली अस्पतालको टेक्निसियनहरू मार्फत चाहिँ त्यो सेवाहरू प्रदान गर्ने र रेड क्रसको भोलिन्टियरले चाहिँ ब्लड उपलब्ध गराइदिने, त्यसरी अस्पताल र हामी बिचमा चाहिँ यसरी कोअर्डिनेसन गरेका छौँ। र अस्पतालसँग जोडिएका स्वास्थ्यकर्मीहरू, व्यवस्थापन समिति र रेड क्रससँग जोडिएका टिमको बिचमा चाहिँ एउटा मेसेन्जर ग्रुप पनि बनाएका छौँ हामीले। त्यो मेसेन्जर ग्रुपको माध्यमबाट हरेक दिन चाहिँ बिहान 10 बजे चाहिँ ब्लड ब्याङ्कमा कुन ग्रुपको ब्लड चाहिँ कति पोइन्ट छ त्यो सबै अपडेट गराउँछौँ। यदि त्यहाँ अभाव हुँदै गयो भने त्यसैको आधारले फेरि त्यसलाई कलेक्सन पनि गर्दै जान्छौँ। त्यो हिसाबले गरिरहेका हुन्छ। कहिलेकाहीँ अब इमर्जेन्सी बिरामीहरूलाई तत्कालै ब्लड उपलब्ध गराउनुपर्ने हुन्छ र डाक्टर साहबहरूले त्यो ग्रुप मार्फत चाहिँ त्यो उपलब्ध गरेर क्वेसन्स राखिदिनुहुन्छ, सुझाव राख्नुहुन्छ। त्यसको लागि हामी तुरुन्तै कलेक्ट गरेर भए पनि त्यो ब्लडलाई चाहिँ परिपूर्ति गर्ने काममा चाहिँ लागेका छौँ। हाम्रो जिल्ला कार्य समिति र जिल्लाभरि रहेका सबै उपशाखाहरूको बडो सक्रियताका साथ हामीले काम गरेका छौँ। र विभिन्न सहकारी सङ्घ संस्थाहरू, विभिन्न कार्यालयहरू र विभिन्न सामाजिक सङ्घ संस्थाहरूले पनि पछिल्लो समय रक्तदान कार्यक्रमलाई बढी प्राथमिकता दिएर पनि अगाडि बढिरहनु भएको छ। ल अघिल्लो आर्थिक वर्षदेखि चाहिँ बागमती प्रदेश सरकारले यो विपन्न परिवारलाई टोकन सपोर्टको रूपमा चाहिँ शोधभन्ना हुने गरी जनस्वास्थ्य कार्यालय मार्फत चाहिँ सो घोषणा, बिरामीका परिवारले सो घोषणा गरेको आधारमा म विपन्न परिवार हो भन्ने किसिमको सो घोषणा गरेको आधारमा चाहिँ हामीले चाहिँ त्यसको जनस्वास्थ्य कार्यालयबाट चाहिँ गत आर्थिक वर्षदेखि चाहिँ हामीले यसको जनस्वास्थ्य कार्यालय रेड क्रसको विशेष समुदाय गरेर उपलब्ध गराएका छौँ। एभरेजमा वार्षिक 5 लाख रुपियाँ त्यताबाट बजेट विनियोजन भएर आएको हुन्छ। र हामीले रेड क्रसको तर्फबाट सबै पालिकालाई पनि अनुरोध गऱ्यौँ र आम नागरिकलाई अनुरोध गरिसकेपछि अब यो निःशुल्क रूपले प्रदान गरेको रक्तदाताहरूको रगत चाहिँ अब यो सेवा शुल्क चाहिँ मिनिमाइज गरेर यसलाई हटाएर निःशुल्क प्रदान गरौँ भनेर गत 2 वर्षदेखि चाहिँ हामीले सिन्धुलीमा यो अस्पतालमा ब्लड चाहिएको बेला चाहिँ निःशुल्क रूपले उपलब्ध गराउँदै आइरहेका पनि छौँ। र त्यो हामीले त्यो 1 करोड रुपियाँको अभियानमा चाहिँ 1,65,70,000 रुपियाँको फन्ड बनाएर त्यसको ब्याजबाट चाहिँ सेवा प्रदान गर्ने भन्ने उद्देश्य राखेका थियौँ। त्यो सुरुवात गर्दाखेरि ब्याङ्कको ब्याज 10% थियो। त्यतिखेर टेन्टेटिभ हाम्रो खर्चको हिसाबले 1 करोड भएपछि पुग्छ भन्ने, 1 करोडको हारैमा भएपछि पुग्छ, 10 लाख रुपियाँ भएपछि पुग्छ भन्ने अनुमान थियो। तर अब अहिले पछिल्लो आर्थिक तरलताले गर्दा अब यो संस्थागत रूपमा फिक्स्ड डिपोजिटको ब्याज चाहिँ 3.5%मा झरेको छ। त्यसले गर्दा चाहिँ अलिकति हामीलाई चाहिँ अप्ठ्यारो परिरहेको छ। तर अप्ठ्यारोको बावजुद पनि हामीले यो सेवालाई निरन्तरता दिइराखेका छौँ। त्यसको लागि चाहिँ अब स्थानीय सबै पालिकाहरूको
पनि सपोर्ट रहेको कारणले गर्दाखेरि हालसम्म यसलाई म्यानेजमेन्ट गरेका छौँ। र अब पछिल्लो समय चाहिँ अब हाम्रो कर्मचारीहरू बिदामा बस्दा कहिलेकाहीँ चाहिँ ब्लड लिन जाँदाखेरि तुरुन्तै उपलब्ध गराउनले केही समस्याहरू देखिएको छ, तर पनि त्यसलाई निराकरण गर्नको लागि अस्ति प्रमुख जिल्ला अधिकारीज्यूले हामीलाई सुझाव दिनुभएको थियो। सोही अनुसार यसलाई चाहिँ स्टाफ जनशक्ति व्यवस्थापन गरौँ र यसलाई के गर्नुपर्ने छ भनेर सल्लाह दिनुभएको थियो। सोही अनुसार हामीले अस्ति कार्यसमिति बैठक बसेर छलफल गरेर अब जे जस्तो भए पनि सेवा प्रदान गर्दैछौँ। अब त्यसको लागि स्थानीय सरकारहरूलाई पनि अनुरोध गर्दैछौँ। अब सिन्धुली अस्पताल त प्रत्यक्ष सहयोगी निकाय नै हो, उहाँहरूको टेक्निसियनहरू मार्फत इमर्जेन्सीको बेला जुन सहयोग प्रदान गरिराखेको छ, यसलाई कम्तीमा पनि एउटा जनशक्ति थपौँ भनेर हामीले आज एकजना टेक्निसियन थप्ने सोच अनुसार चाहिँ हामीले 2 हप्ताको एउटा ल्याब टेक्निसियनको ट्रेनिङको लागि चाहिँ हामीले मान्छे छनौट गरेर अहिले जनकपुर ब्लड ब्याङ्कमा पठाएका छौँ। मलाई लाग्छ यो आउने हप्ताभित्रमा उहाँको ट्रेनिङको प्याकेज सकिन्छ। प्र्याक्टिसको हिसाबले चाहिँ अब उहाँले त्यो गर्नुपर्ने भएको हुनाले त्यो उहाँ आइसकेपछि मलाई लाग्छ 2 जना टेक्निसियन मार्फत हामीले सिन्धुलीमा चाहिँ अब एउटा कुन कार्यक्रममा हो सिडो साहबका त्यो कुरा पुगेका र सिडो साहबले दिएको निर्देशन अनुसार हामी त्यो किसिमको म्यानेज गर्ने प्रयास गरिरहेका छौँ। अब गर्दै जाँदाखेरि केही समस्या आएर पऱ्यो भने पछि हामी बसेर त्यसलाई छलफल गर्छौँ र हामी अर्को नेक्स्ट दोस्रो हप्तादेखि चाहिँ हामी 2 जना कर्मचारी मार्फत टाइम टेबल मिलाएर चाहिँ उहाँहरूलाई चाहिँ ब्लड ब्याङ्कमै राखेर रहेर चाहिँ सेवा प्रदान गर्दै जाने उद्देश्य हामीले यसरी पनि राखिरहेका छौँ। र अब धेरै कुराहरू यहाँहरू बिचमा नराखिकन हामीले सिन्धुली रेडक्रसको ब्लड ब्याङ्कमा चाहिँ यस्तो अभिलेख राखेका छौँ, हामीले कुन मितिमा कति कलेक्सन गऱ्यौँ, कुन निकायले कति ब्लड कलेक्सन गर्यो भन्ने किसिमको कुराहरूको पूर्ण अभिलेख हुनेछ र त्यसको सबै टेस्टिङ गरिसक्यो, त्यसको सबै रिपोर्टिङहरू फाइनल हुनेछ र अनि अस्पतालबाट माग भएअनुसारको बिरामीले कुन मितिमा कुन ग्रुपको ब्लड कति पोइन्ट चाहिँ प्रयोग गर्यो भन्ने सम्मको सबै अभिलेख चाहिँ पर्सनल बिरामीहरूको छुट्टै छुट्टै अभिलेख रहनेछ र उहाँहरूको त्यो सम्पर्क नम्बर समेत रहने भएको म जानकारी गराउन चाहन्छु। र हरेक पालिकाको हामीले पालिका वाइज रूपमा चाहिँ छुट्टै अभिलेख पनि राख्ने गरेका छौँ। 9वटै पालिकाको अभिलेख राख्छौँ र पालिकाभन्दा बाहिरका कहिलेकाहीँ दुर्घटनामा परेका बाहिरका मानिसहरू पनि यहाँ उपचार गर्नुपर्ने हुन्छ, त्यसको पनि अभिलेख राखेर हामीले चाहिँ त्यो सेवा प्रदान गर्दै आइरहेका छौँ। र एभरेजमा अब यहीँ पनि रहेकोले कमलामाई नगरपालिकाका स्थानीय बासिन्दाहरूले चाहिँ अलिक बढी सेवा प्रवाह गरेको स्वाभाविक रूप नै हुन्छ। अब यो अहिले 11 महिनामा मात्रै 369 जनाले चाहिँ नगरपालिकाको व्यक्तिहरूले सेवा लिनुभएको छ। यो आर्थिक वर्षमा साउनदेखि जस्तो दुधौलीको 46 जना, 3 पाटनको 69 जना, मरिनको 76 जना, हरिपुरगढी गाउँपालिकाको 52 जना, फिक्कलको 5 जना, गोलोजर गाउँपालिकाको 22 जना, सुनकोशी गाउँपालिकाको 7 जना, त्यसपछि घानले गाउँपालिकाको 6 जना। यसरी चाहिँ हाम्रो यहाँको अभिलेख अनुसार छ। विशेष गरी अब यो गोलन्जर र सुनकोशीको बिरामीहरू चाहिँ अलि बढी धुलीखेल र काठमाडौँमा सेवा प्रदान गर्ने भएको हुनाले कोअर्डिनेसनको हिसाबले धुलीखेल र काठमाडौँका ब्लड ब्याङ्कहरू मार्फत चाहिँ अलि बढी सेवा पनि बढी उहाँहरूले त्यताबाट लिने र त्यस्तो ब्लड त्यहाँ चाहियो भने हामीले यहाँबाट कोअर्डिनेसन गरेर रगत उपलब्ध गराउँदै आइरहेको बेला म जानकारी गराउन चाहन्छु। यी सबै अभिलेखहरू चाहिँ हामीले वार्षिक रूपमा चाहिँ गत वर्षको पनि सबै पालिकालाई हामीले बुझाउँछौँ र यो वर्ष पनि समाप्त हुने बित्तिकै सबै पालिकालाई पालिका वाइज रूपमा कुन व्यक्तिको सबै रेकर्डहरू जस्तो कमलामाई नगरपालिकाको 369 जना छ भने 369 जनाको नामसहित प्रिन्टेड राखेर त्यसको ब्लकमा एउटा रिपोर्ट बनाएर फाइनल गरेर हामी पठाउँछौँ। यो रिपोर्ट चाहिँ बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मार्फत हुने हरेक वर्षको समीक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत चाहिँ त्यो प्रस्तुत पनि हुनेछ, प्रस्तुत पनि गर्नुपर्ने हुन्छ। यसरी यो कामहरू हामीले गरिरहेका छौँ। अब यस समारोहमा महत्त्वपूर्ण समय प्रदान गरिदिएर आउनुहुने सबै प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरूप्रति म हार्दिक स्वागत पनि गर्न चाहन्छु र यो सिन्धुलीको नागरिकलाई बिरामी भएको बेला रगत आवश्यक परेको बेला नियमित रूपमा रगत अभाव हुन नदिनको लागि विभिन्न सङ्घ संस्था हाम्रो रेडक्रसको उपशाखाहरूले नियमित रूपमा जुन कार्यहरू गरिरहनु भएको छ यो अत्यन्त प्रशंसनीय छ र यो कार्यको लागि हामीले निरन्तर रूपमा समन्वय कोअर्डिनेसन र व्यवस्थापनको लागि जिल्ला शाखातर्फबाट सबैलाई अनुरोध पनि गरिरहेका छौँ भने आज यो समारोहमा
44वटा संस्था, त्यसमध्ये 13वटा रेडक्रसको निकाय र अरू बाँकी अन्य सामाजिक सङ्घ संस्था सहकारीहरूको निकायलाई यो समारोह मार्फत चाहिँ हामीले सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ भने अर्को महत्त्वपूर्ण कुरा चाहिँ अब ब्लड चाहियो भने राति 12 बजे इमर्जेन्सी ब्लड चाहियो, कहिलेकाहीँ फ्रेस ब्लड चाहिन्छ, कहिलेकाहीँ ब्लड सकिएको बेला पर्यो भने तुरुन्त कल गरेर ब्लड रक्तदान गरेर चाहिँ बिरामीलाई उपलब्ध गराउँदै पनि आइरहेका हुन्छौँ। ब्लड भन्ने कुरा कतिखेर चाहिन्छ त्यो टुङ्गो नहुने भएको हुनाले त्यस्तो सेवा पनि हामीले अस्पताललाई हामी बिचमा कोअर्डिनेसन गरेर यो कामहरू गरिरहेका छौँ। अब नियमित रूपले रक्तदान गर्ने विशेष गरी सुनकोशी गाउँपालिकाको सुनकोशी उपशाखाको नेतृत्वमा धेरै सहकारी सङ्घ संस्था लघु वित्तहरूले चाहिँ प्रभावकारी ढङ्गले नियमित रूपले राम्रोसँग कार्यक्रम गरिरहेका छन् भने अन्य विभिन्न सङ्घ संस्थाहरूले वर्षमा कम्तीमा एकपटक भए पनि केही संस्थाहरूले उपशाखाहरूले 2 पटक भए पनि वर्षमा रक्तदान गरिरहनु भएको छ र ती 3 महिनामा गर्न सक्ने यो प्रावधान पनि भएको हुनाले यो आजको कार्यक्रममा जनस्वास्थ्य र रेडक्रसको बिचमा हाम्रो सल्लाह भए अनुसार इमर्जेन्सी रूपमा फ्रेस ब्लड चाहिने र रगत सकेको बेला तुरुन्त बोलाएर आएर रगत दिने 3 जना एकदम आकस्मिक रूपले रगत दिने 3 जना व्यक्तित्वहरूको छनौट पनि भएको छ। उहाँहरूले चाहिँ ती 3 महिनामा वर्ष यो आर्थिक वर्षमा मात्र ती 3 महिनामा दिने पर्ने प्रावधानलाई प्रयोग गरेर 4 पटक रक्तदान गर्नुभएको छ। त्यो अभिलेख अनुसार चाहिँ उहाँहरूलाई हामीले त्यसरी प्रदान गर्नेछौँ भने अब इमर्जेन्सीमा 1 पटक रगतदान दिनेको पनि त्यतिकै महत्त्व हुन्छ, 2 पटक दिनेको पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि त्यसको चाहिँ व्यक्तिगत रूपमा चाहिँ हामीले आगामी दिनहरूमा चाहिँ यसलाई कसरी संयोजन गरेर उहाँहरूलाई चाहिँ यस्ता कार्यक्रमहरुमा सहभागी गरेर सम्मान गर्न सकिन्छ हामी सल्लाह गरेर अगाडि बढ्ने कुरा म जानकारी गराउन चाहन्छु। त्यही अनुसार चाहिँ अब रेडक्रसको भाद्र 19 गते रेडक्रस दिवस पनि पर्छ। त्यो रेडक्रस दिवसको दिन पनि हामीले यी योजना बनाएर त्यतिखेर पनि हामीले सम्मान गर्ने कार्यक्रम गर्न चाहन्छु। र अन्तमा जाँदै अस्ति भर्खरैको एउटा घटना छ। हामीसँग ब्लड छ, अब बेलुकाको समय छ, साँझको समय, अब ब्लड चाहिएको छ। अनि मलाई पनि खबर आयो, हामी कोअर्डिनेसन गरेर मैले कर साहबलाई अनुरोध गरेँ। उहाँले 2 पोइन्ट ब्लड चाहिएको थियो, 2 जना स्टाफ पठाइदिनु भयो। अब 1 जनाको चाहिँ बिपी लो भएकोले मिलेन, 1 जनाको दिनुभयो। त्यो दिएर चढाउँदै फेरि अर्को ब्लड चाहियो। हामीले फेरि कोअर्डिनेसन गरेर फेरि अर्को आज जो सम्मानित हुँदै हुनुहुन्छ त्यही व्यक्तिलाई बोलाएर हामीले त्यसरी पनि मेकअप गरेका छौँ। सिन्धुलीको अस्पतालमा सकेसम्म चाहिँ हामीले त्यसरी म्यानेज गरेका छौँ। र हाम्रो ल्याब असिस्टेन्ट हाम्रो कुसुम सुवेदीजी हुनुहुन्छ, अब सक्रिय भएर काम गरिरहनु भएको छ। मलाई लाग्छ आगामी दिनहरूमा हामी सबैको यो रक्तदान कार्यक्रम, यो रक्त सञ्चार केन्द्र नि हामी सबैको साझा संस्था पनि हो। यसलाई सबै मिलेर सहयोगात्मक ढङ्गले सकारात्मक ढङ्गले हेरिदिएर यो संस्थालाई व्यवस्थित प्रभावकारी ढङ्गले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यति कुराहरू यहाँको बिचमा राख्दै अहिले रेडक्रसको त्यो आँखा उपचार केन्द्रको भवनभित्र रहेको क्षेत्रबाट चाहिँ हामीले सेवा प्रदान गर्दै आइरहेका छौँ। हामीले अब आशा एवं विश्वास राखेका छौँ यो आगामी वर्ष यो अस्पतालको 50 शय्याको 50 बेडको अरू अस्पताल भवन बन्ने भयो भने त्यही भवनमै ब्लड ब्याङ्कको एउटा व्यवस्थित रुम व्यवस्था गरेर त्यहीँले राख्दा झन् उपयुक्तता हुन्छ, सबभन्दा राम्रो त्यो देखिन्छ। यदि त्यस्तो अवस्था रहेन भने रेडक्रसको यहाँ हाम्रो जिल्ला प्रशासन कार्यालयभन्दा पछाडि आफ्नै जग्गा छ 14 थोर। त्यो 14 थोर जग्गा आफ्नै नाममा रहेको हुनाले त्यो जग्गामा चाहिँ ब्लड ब्याङ्क भवन बनाउन सकिन्छ कि भनेर हामीले बागमती प्रदेश सरकार र स्थानीय सरकारहरूलाई अनुरोध गरेका छौँ। यदि उहाँहरूको सकारात्मक र बजेटको त्यस्तो एलोकेट हुन सक्यो भने आम नागरिकको पनि त्यसमा सहभागिता रहन सक्छ। यदि त्यसो भयो भने हामी यो वर्ष चाहिँ अब यो भोलि बागमती प्रदेशको बजेट भाषण पनि छ, अब त्यसलाई पनि हामीले कुरिरहेका छौँ। त्यही भएर आज हामीले त्यो कुराहरू केही पनि बनाएको छौँ। यदि त्यस्तो रह्यो भने त्यसलाई पनि प्राथमिकता राखेर आगामी हाम्रो यो जेठ 19 गतेको रेडक्रस दिवसको दिन चाहिँ हामीले कार्ययोजना सहित एउटा यो भवन निर्माणको योजना पनि बनाउँछौँ। अब अस्पतालमै 50 बेडको थप भवन बन्ने भयो भने त्यही नै एलोकेट गर्दा राम्रो हुन्छ भन्ने किसिमको कुराहरू पनि हामी बिचमा चलिरहेको छ। यदि त्यसो भयो भने त झनै राम्रो नै भयो। नभए त्यसरी पनि हामीले अलिक व्यवस्थित ढङ्गले भोलि कम्पाउन्ड सर्भिसहरू पनि दिनुपर्ने अवस्था सिर्जना भयो भने कर्मचारी पनि थप्नुपर्ने, कोठा पनि पर्याप्त चाहिने, विभिन्न इक्विपमेन्टहरू पनि थप गर्नुपर्ने भएको हुनाले त्यतातिर पनि हामीले सोचेर नियमित रूपले अहिले चाहिँ सिन्धुली अस्पताललाई आवश्यकता अनुसारको सेवा प्रदान गर्नको लागि भरपूर रूपमा चाहिँ सिन्धुली अस्पतालको सहयोग रहेको छ। र अहिले पछिल्लो 2-3 वर्षदेखि चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयको प्रत्यक्ष निगरानी र सहयोग रिपोर्टिङ र सँगसँगै हामी
चाहिँ रहिरहेको यहाँहरूको बिचमा राख्दै अब रेड क्रसको तर्फबाट सबै उपशाखाको तर्फबाट चाहिँ यति कुराहरू यहाँहरूको बिचमा राख्दै म यो कार्यक्रममा महत्त्वपूर्ण समय प्रदान गरेर सहभागी हुन आउनुहुने कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण रक्तदाता आयोजना गर्ने सम्पूर्ण सङ्घ संस्था सहयोगी व्यक्तित्वहरूप्रति म जिल्ला शाखाको तर्फबाट र जनस्वास्थ्य कार्यालय सिलगढीको तर्फबाट म हार्दिक स्वागत अभिवादन व्यक्त गर्दै मेरा आफ्नो भनाइहरू अहिले अन्तिम गर्छु। हस्त, धन्यवाद। जय रेड क्रस।